अब जालीमा साबुन दलेर जिउ हात खुट्टा सबै मारिदिनुपर्छ। म मारिदिन्छु। मजाले पखाल्नुपर्छ। दुईवटा बाउआमा भएपछि चाहिँ एकदम केटाकेटी कसरी स्याहारिन्छ त्यस्तै सेम हो। केटाकेटीलाई हामी कराउँछौँ नि, हकार्छौँ कराउँछौँ, कहिले कहिले रिस उठाउँछ भनेको टेर्दैन लपेटा पनि दिन्छौँ होइन। त्यस्तै कराउनु लाउनुहुन्छ बुढाबुढी कराउनु पनि पर्छ होइन। कराउने ठाउँमा माया गर्ने ठाउँमा माया पनि गर्नुपर्छ। त्यस्तो यसरी अब सबै जिउ हात खुट्टा मारेर ताकि फेरि कहिले गएको चाहिँ किन हौ उठ्नु त भुइँमा चक्कर राम्रो राखेन होइन। मुसाले दुलो पारेको रहेछ। एकछिन उठ्नु न उठ्नु म मिलाउँछु। कुर्सी छोड्नु न कुर्सी नजमाउनु। लु दुलो 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 अलि उहाँ खुट्टा सार्नु यो खुट्टा यता सार्नु। लु बस्नु त अब जिउ सारेर बस्नु पो मेरो ह्यात्तै। यसरी यहाँनिर के भयो गर्नुपर्छ नि अब कसरी नराम्रो गर्नु। एउटा हात राम्रो मारिन्छ अर्को हात नराम्रो मारिन्छ। यसरी कराउनु लाउनुहुन्छ। अब यहाँ काम गर्दैछु यता गर्दै कि गर्दै भन्नुहुन्छ है। यसरी कराउनु पनि पर्छ। कोइलीको फेरि गीत पनि कति मिठो आउँदैछ हजुर बा। यहाँ मजाले अब मजाले साबुन लगाएर कुर्सी त मुसाको दुलोमा परेर झन्डै पो पल्टिहाल्यो। हाम्रो बुवा त झन्डै पो पल्टिनु भयो। यो दुईटा हात भयो होइन। यो दुईटा हात भयो भयो। भुँडी यो भयो। खुट्टामा गर्नुपर्छ है। यो ऐसे खुट्टा माथि लुगा सार्नु अलिकति। लु किल्चिनु भयो साबुन खेल्नु।